तपाईले बोलेर हामी सुन्यौ कि हामीले बोलेर तपाईले सुन्यौ? त्यसो भने तपाईहरु हल्ला गर्न पाउनुहुन्छ कि पाउनुहुन्न? बोल्न पाइँदैन, हाँस्नु मन लागेको ठाउँमा मजाले हाँस्ने तर हात यस्तो नगरिकिन। त्यसो गरेर के हुन्छ? साथै लाग्छ, चोट लाग्छ है। हो है। त्यसो गर्न पाइँदैन होइन? हैन? अब हामी नाटक सुरु गरौँ? हुन्छ ल। जोरदार तालीबाट स्वागत गरौँ हामी। जस्तो लाग्यो अहिले तिम्रो अब खुट्टा भाँच्ने जस्तो लागेको छ मलाई। तिम्रो दाहिने हातै भाँच्ने जस्तो लागेको छ। जापानले अमेरिकाले खाना पाउने कुरो तिमी नेपालमा बसेर एउटा किताब हेरेको पूजा लाउँछ थाहा अब जजमानहरूले सोधिहाले आफूलाई आउँछ जस्तै लाग्यो भनिहाले जजमानहरू सकिन सकिन नजाऊ जजमानहरूको के अरे यो त हेर्नु मात्र अगाडि थाहा पर्छ नाक देखाउने किन देखाउने भनेर मलाई सुनेपछि मेरो दुधले लागी चल्छ हेर मैले मलाई आधी सुनेपछि एक आधी नमस्कार सर भाइ छुट्टियो पनि हुनुहुन्न क्या हो नमस्कार के हो यो तपाईँको सहयोग चाहियो एकदम तपाईँको सहयोग चाहियो के भयो मेरो सामान लुट्यो रातको लागि ल्याएको सामान गोर्खामा लुट्यो के भयो अरे रातको लागि ल्याएको सामान गोर्खामा लुट्यो तपाईँहरू त्यस्तै काम गर्नुहुन्छ यहाँ के गर्ने भूकम्प आएको सामान ल्याएको पहिलो आलोचना आवश्यक होइन ल यहाँ अहिले राहत बाँड्नको लागि नजिकको कुनै जिल्ला प्रशासन कार्यालय अथवा नजिकको चौकीमा आएर खबर गर्ने अनि उहाँसँग समन्वय गरेर बाँड्ने भनेको हो कि त्यत्रो फुकिरहेछ नि होइन भूकम्प आएको दोस्रो दिनमा सामान ल्यायो हजुर अब कताको समन्वय गर्नु सरकार कहाँ छ मान्छे नै देखिएको छ तपाईँहरू पनि देखिनु भएको छैन पश्चिमको कुरा गर्नुहुन्छ तपाईँको चौकीमा कोही थिएन हामी भुइँचालो आउने बित्तिकै राज्य चाहिँ के एकदम सरकारविहीन हुन्छ र हामी छैनौँ हामी पनि रात खटिरहेको कस्तो कुराहरू सबैले भन्नु भएको छ खोइ त मेरो सामान अब के हो के गर्नु सक्नु पर्यो त्यसो गर्नुहोस् अब तपाईँले ल्याएको राहत लुट्यो अब हामी गएर घरमा गएर त्यो राहत चाहिँ हामी ल्याउनु सक्दैन पीडित बाहेक भेटेर खाएर अब सुन्नु न सुन्नु के बेकार अबदेखि राहत तपाईँले ल्याउँदाखेरि चौकीमा हामी छौँ अलिक नजिकको चौकी अथवा के अरे जिल्ला प्रशासन कार्यालय होइन अबदेखि ल्याउँदाखेरि चाहिँ कमसेकम स्थानीय ठाउँमा हामीसँग समन्वय गरेर सामान ल्याउनुहोस् कहाँ बाँड्ने हो के बाँड्ने हो कसरी बाँड्ने सुरक्षा कसरी दिने हो त्यो काम म गर्छु लुटेको सामान अब त्यो लुटेको सामान फेरि खोज्न जाने कि हामी यहाँ के अरे रातमा लाग्ने त्यो तपाईँ जानु छैन सामान लिएर आउनुहोस् तपाईँ मबाट किन आउनु त्यही त भन्नु सामान ल्याउँदाखेरि तपाईँ चाहिँ आउनुहोस् मसँग सम्पर्क गर्नुहोस् म तपाईँलाई कति सुरक्षा दिने हो दिन्छु त्यो तपाईँले जानुहोस् म यो कुरा हजुर आफ्नो हप्ता ठुलो हुँदैन ल्याएर सामान बाँड्नु कस्तो लुटेपछि अनि बोल्ला हजुर ए त बस के भयो
के भएको भुइँचालो आउँछ भनेछन् गुरुले भुइँचालो आइन्छ गाउँले पिट नाटेको के अवस्था सुरक्षा गर्ने समातेर तो सतर्क गरेर बस्ने है के आउँछ अरे हजुर भूकम्प हजुर आयो यहाँ त 10 बजे इन्चु मात्रै गरेर मान्छे दुनिया आएर कस्तो भइरहेछ आर्थिना सतर्क बस्ने यस्तो बोल्दै हिँड्नुहुन्छ जजमानहरूले सोधिहाल्यो अब आइन्दा फेरि थाहा भयो नि सुन यसो गर यहाँ दुनिया यो यसपालि भुइँचालोको बेलामा मान्छेको मति बिग्रेर भयो भएका मान्छेहरू कोही रात चोर्ने कोही लुट्ने पाल्ला यहाँ चौकमा राखेको कोठा पुराभरि छ अब चुप लाएर बस्नु ल यसलाई यहाँ राख्ने ठाउँ छैन यसलाई लिएर जाने यसलाई सम्झाउने क्या सम्झाउने के मान्छे ल्याएको कहिले मान्छे यसो म टुक्कै पल्लो त्यो ठाउँमा म त्यहाँ छु होइन त्यहाँ पनि आज चाहिँ रात बाँड्ने अरे यहाँ चौकीमा कोही पनि छैन यसलाई छोडिदिए यसलाई सम्झाएर छोड केही न सम्झाएर छोड भन्नु गरेर भन्नु है र खानामा बस तपाईँ त चुल्हा पास्तो गरेर हिँड्ने होइन नि यहाँ त कोही पनि छैन कुरा पनि फेरि यसले आएर तिमीलाई ल्याउनु पनि गाडी पनि उल्टै मैले खानु बडाको रहेछ नि त यति मात्रै कि म पनि बढ्दै हो नि माखाउँ अच्छा पर्खिने गरी आज भर्ला आउनु छोराछोरी चाहिँ स्कुलमा त्यो हरियो स्टिकर सुरक्षित भनेर टास्या छ रे म पठाएर आए पढुन् भनेर अनि कहाँ जाने त दिकदार लाग्दो समय परिस्थिति यस्तो भएपछि मितासित गएर पुग्छु भनेर आए